Hi guys, hello, good morning, and welcome to my long धेरै maybe you are the first time. And अहिले चाहिँ म right now I'm at Doncaster train station, train कुर्दैछु, and today we are going to the Great Langdale Lake District for a hike, for a hike and as well as wild camping. I've got my stuffs right over here. It's heavy, probably way more than me. Yeah, this is me. Okay, come on, let's go, guys. So guys, hey, I'm officially starting my hike. Hey, अहिले चाहिँ म यहाँ तल यो के भन्छ Old Dungeon. No, so this is New Dungeon Hotel. New Dungeon Hotel को car park मा छु, and then I'm gonna go this way. So let's go. Oh fuck. Anyway. So, right after starting my hike, यस्तो भइसक्यो सास अनि सक्छ त अनि हुन्छ त के चौरी हो क्या यो त. Hi guys, enjoying the view? Yeah, it's good. स्या भइसक्यो कि तर आफैलाई मोटिभेट गर्न म कराउँदैछु क्या. मोटिभेट त गर्नु पर्यो, भर्खर सुरु भएको छ, स्या भएर मराउन लागिसक्यो. सकिँदैन नि यसरी त. के सकिन्छ हौ? सकिन्छ? कता हो म्याचिक्ने क्यामेरा पनि? So guys, this is me after 40 minutes into the hike and I'm already fucking exhausted. Oh fuck. Fuck me. Oh shit. Let's go. Look at this shit face. Oh fuck, I can't calm this. कहाँबाट हो जाने? Oh shit. Oh. ल भन्छ? के भन्छ? आइपुग्यो फाइनली फर्स्ट चेक पोइन्टमा. त्यहाँ तलबाट स्टार्ट गरेको and then यहाँसम्म आउनु 50 minutes लाग्यो and then I'm fucking tired bro. Oh बहुत थाक्यो. Expectation versus reality hits hard. Too much hard. Oh shit. क्यामेरा समात्नु नि हात गल्दैछ. तर I'm gonna keep pushing, yeah. Okay. Where are you from? Nepal. Nepal, nice. Yeah. This is nothing to you then, is it? Like, look at these little things that the kids grow. Yeah. Wish I was, but it's really hard than I expected though. Yeah, it's warm, isn't it? Yeah. You're going to be wild camping. Mhm. Well, have fun, man. Alright, thank you. I'll check the site out. Okay. Oof. Okay. Ooh. So this is Loft Crag, guys. Oh fuck. Oh fuck me. Woo. So hello guys. I थाक्यो. के भन्छ? Loft Crag. त्यहाँबाट चढिसकेर चाहिँ म चाहिँ अब यो चाहिँ पाइक अफ स्टिकल भन्छ यो हिललाई चाहिँ, अनि त्यो चढ्न आएको छु. बट नाउ अहिलेको लागि चाहिँ म यो बाइक चाहिँ यहीँ छोड्छु किनभने माथि गएर फेरि डिसेन्ट तल यही बाटो आउनुपर्छ. अनि देन So this is the top, guys.
के रे? This is the Pike of Steeple, guys. Woo! Ah, fuck! Hello guys. अब चाहिँ हावा अलिक धेरै नै चल्नु थाल्यो. And then अघि Loft Crag त्यहाँ, Pike of Steeple त्यहाँ, and this is the Harrison Steeples. है, यो चाहिँ Harrison Steeples हो. And then चाहिँ अब चाहिँ खास गरी मेरो फाइनल डेस्टिनेसन चाहिँ यो तलको यो हो Steeples Tarn भन्छ त्यसलाई, त्यो लेक हो हैन. माछिने सातो भयो यार. बिस्तारी बिस्तारी अन्नार हेरौँ न एकचोटि कस. हेर त अन्नार केटा हो. ठिकै थियो जस्तो लागेको थियो. अनुहार त यस्तो भत्केको त थिएन होला त. के साह्रो भत्केको. 4:30, 5, 6, 7 3 घन्टा. 3 घन्टामा यस्तो गाँड फाटेको. अझै 1 घन्टा त मैले हानिनँ. 1 घन्टा त म हान्दिनँ पनि. अलिक ढिलो हुन्छ भनेर त्यो चाहिँ. तर इट्स फकिङ हार्ड. सोचेको भन्दा लास्टै गाह्रो छ. गाह्रो के गर्नु. हेलो गाइज. हेलो व्हाट्स अप. सो दिस इज माई क्याम्पिङ स्पोट हैन. दिस इज अ Steeple Tarn. Okay, this is our destination for today. This was our destination. अलिकति गाह्रो भयो. अलिकति त भन्दैन, अलिकति धेरै नै गाह्रो भयो. तर फाइनली आइम हियर. एन्ड अब चाहिँ अलमोस्ट कति बज्यो? 8 बज्नु लाग्यो. 8 बज्न 5 मिनट बाँकी छ. घाम मस्ताइसक्यो यहाँ चाहिँ. अनि अब म टेन्ट लगाउँछु है. अब यो मैले टेन्ट लगाएको चाहिँ टाइम ल्याप्स हेर्ने. ल, टाइम ल्याप्स हेर्ने कि नहेर्ने? हेर्ने सुरु गर्ने. So hello guys, look, my tent is ready. Oh, you know, hello. Ready भयो है मेरो mattress. Fuck this shit. Okay, so mattress जान्छ यहाँ. So अहिलेको लागि चाहिँ म यो भित्र राख्छु अनि घर फोन गर्छु किनभने यहाँ नेटवर्क ठिक गर्न रहेछ. टेन्सन लिइसक्यो होला. एन्ड देन म ब्याक आउँछु. ब्याक आएर अब यताउति पकाएर खाने साने त्यसपछि गरौँला है. यत्रो बेर बोले, यत्रो बेर यो गर्दै बोले, रेकर्ड नगरिकन बोलेछ यार. आम सो सरी यार. अब के गर्नु. अब ठिकै छ. अब फेरि बोल्नु मलाई झ्याउ लाग्यो हैन. बरे सो त्यसपछि खाए ल कि है झोप्या. मा कसम क्या बबाल छ क्या. तर भ्यू चाहिँ लेमे एउटा भिडियो चाहिँ म फोनबाट खिच्छु ल. Okay, the sad part is फेरि पनि मैले रेकर्ड गर्न बिर्सेछु हैन. And then yeah, मेरो egg fried rice. टक्क यहाँ अब टक्क भात भुट्ने मस्त खाने हो. दामी बास्ना आउँदैछ है. दामी बास्ना आउँदैछ है. यसलाई उयो यस्तरी अनि सक्छ. कसैले सक्छ. हट. Bobba. I'm going to bed. अब चाहिँ टक्क यताउति गरियो. अब यी स्लिपिङ ब्यागभित्र टक्क पस्यो हैन. अब न्यानो भइसक्यो. बाहिर हावा चल्दैछ. बाहिर हावा चल्यो पनि ठिकै छ. नो वरिज. गुड मर्निङ.
I mean good night हेर्दा यस्तो भइसक्यो दिमाग. Good night guys, good night, see you tomorrow morning है. Hello, good morning guys, good morning. भर्खर चाहिँ भर्खर उठेँ and it's quite windy outside. Last day हावा चलेछ अनि खासै मजाको स्लिप चाहिँ भएन. त्यही भएर हावा चलेर बिउजेको भयो. तर ठिक छ. It's 4 almost 5 a.m. Okay, I'll show you outside it. Okay, so this is the view guys. अब चाहिँ के भन्छ खाजा खाने बेला चाहिँ अनि बिहान चिया खान्छ. म चाहिँ एकछिन चिया खान्छु अनि बिन्स रेडी हुँदैछ. बिन्स खाने हो. एन्ड देन चाहिँ यो खाइसकेपछि चाहिँ अनि म टक्क प्याकस्याक गरेर टेन्सन निकालेर चल्दिन्छु हल्का चेन्ज गरेर है. I'm all packed है. I'm all packed. अब जाने बेला भयो तल. So I'm gonna go now. It's already 6:32. मेरो 6:58 मा बस थियो. I don't know if I can catch that or not. मजा आयो तर हिजो भन्दा morning feels different yeah. अलिकति क्या fresh भयो after long है. So hello guys, म चाहिँ almost तल आइसकेँ ल. almost तल आइसकेँ. अघि त्यसको चार्ज सक्यो कि त्यही भएर चार्ज गर्दै थिएँ. and then I met some very good people on my way down here. very nice cheerful थिए मान्छेहरू चाहिँ सबैजना. तर ठिकै छ. okay, so I started my hike. हिजो चाहिँ मैले यहीँबाट स्टार्ट गरेको हो. okay, so यो अगाडिको पाथ चाहिँ म माथि गएको हो है. and then yeah, I'm almost down where I started yesterday. So it's a good news I guess. तर I don't know. अब एउटा थिङ छ. मेरो बस चाहिँ फर्स्ट बस छुटिसक्यो. मेरो सेकेन्ड बस पनि अलमोस्ट छुट्छ जस्तो लाग्दैछ. So hello guys, finally म चाहिँ गाडी चढेँ, बस चढेँ. I don't know म घर चाहिँ अब बेलुका पुगेकोचोटि है. ट्राभल लामो छ. त्यो सबै कुरा हतारमा भयो भने बहुत धेरै एकदम मजा भयो. maybe next vlog कुनै बेला मैले केही गर्ने भने केही यताउति केही